नमस्कार, तपाईको मनको आवाज, तपाईको मनको एफएम पाथिभरा एफएम 93.6 मेगाहर्जमा कार्यक्रम शरणार्थी सन्देश लिएर म रुसल उपस्थित भइसकेको छु। मलाई लाग्छ तपाईहरुलाई म सकेसम्म मेरो तर्फबाट मनोरञ्जन दिन्छु होला। करिब 1.5 दशकदेखि भुटानी शरणार्थी जीवन बिताइरहनु भएका हाम्रो आदरणीय साथीभाइ, आमाबुवा, दिदीबहिनी र सम्पूर्ण भुटानी शरणार्थी माझमा घाउ र चोटको निधनलाई बोकेर बसिरहनु भएको सम्पूर्ण श्रोताहरूलाई मलमपट्टि लाउनका लागि यो कार्यक्रम पाथिभरा एफएम 93.6 मेगाहर्जले प्रायोजन गरेको हो। आउनुहोस् श्रोता, सबैभन्दा प्रथम आज म तपाईहरुलाई एउटा देश प्रेमले भरिएको गीत सुनाउन गइरहेको छु। लाग्छ इन्जोय गर्नुहुन्छ होला। सम्झिदेऊ न ए दाइ पुरानो कथालाई। यस्तै देश प्रेमले उत्फुल्ल भइरहेको गीत तपाईहरुले सुन्दै हुनुहुन्थ्यो कार्यक्रम शरणार्थी सन्देशमा। मेरो साथमा अहिले हुनुहुन्छ साथी शोभित प्रायोजन मित्रमा भने मेरो छेउमा एकजना स्रष्टा हुनुहुन्थ्यो अघिल्लो हप्तामा, तर अहिले हुनुहुन्न। त्यसमा म माफी चाहन्छु। मैले अघिल्लो हप्तामा भनेको थिएँ म लिएर आउँछु, तर म लिएर आउन सकिनँ। त्यसको लागि म तपाईहरुलाई 10 औँली जोडी माफी माग्न चाहन्छु। हिमाल पहाड तराईतिर त्यतैतिर झर्न सकूं, अन्तिम इच्छा यही नै रह्यो देशको लागि मर्न सकूं, अन्तिम इच्छा यही नै रह्यो देशको लागि मर्न सकूं। स्रष्टा इटा घरेद्वारा रचित वियोग संग्रहबाट मैले यो उठाएको हुँ। यसमा यो वियोग संग्रहमा अति नै देश प्रेमले उत्फुल्ल भइरहेको एउटा मैले कविता निकालेको हुँ। इटा घरे भन्ने बित्तिकै इटाले बनिएको घर तपाईहरुले बुझ्नुहुन्छ। सायद उहाँको बुवा मम्मी इटाले बनिएको घरमा बस्नुहुन्थ्यो होला र उहाँले पनि इटा घरे टाइटल राख्नु भएको होला। आउनुहोस् म इटा घरेको सबै परिचय दिन्छु। इटा घरे एकदम पर्फेक्ट संस्था हुनुहुन्छ। उहाँको कृतिमा देश प्रेम उत्फुल्ल भएको म महसुस गर्छु भने
उहाँ पनि एक वरिष्ठ कलाकार हुन्। आशा सधैँ आसानी भो फर्की जाने कहिले हो फर्की जाने कहिले हो आशा सबै आसानी भो फर्की जाने कहिले हो फर्की जाने कहिले हो स्रष्टा नन्दकिशोरद्वारा रचित देश प्रेमले उत्प्रुत भएको गीत तपाईहरुलाई मैले सुनाएँ र आउँदो अघिल्लो हप्तामा तपाईहरुलाई यस्तै प्रसंगहरू लिँदै आउनेछु भन्दै म तपाईको साथी रुसल बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद, नमस्कार।